हेलो युट्युब फ्यामिली। आज चाहिँ म जङ्गलमा आएको थिएँ होइन, मेरो छेउको गाउँको जङ्गलमा। अनि मेरो एउटा साथी छ कि, त्यो साथी देखिरहेछ नि, त्यो साथी चाहिँ जङ्गलमा 2-3 चोटि हराएको मान्छे हो कि, र हराएर उसले सर्भाइभ पनि गर्न सिकिसकेछ कि। त्यही साथीले आज मलाई भन्यो कि तेरो जति पनि युट्युबको फ्यामिली छ नि, तिनीहरूलाई अलिक सर्भाइभ गर्नको लागि केही स्किल सिकाउनको लागि मलाई यहाँ जङ्गलमा लिएर आएको छ। र उसले चाहिँ आज कुवा बनाएर देखाउँछ, कुवा कसरी बनाइन्छ र कुवामा कसरी फ्रेस वाटरहरू रिजर्भ गरिन्छ र कसरी खाइन्छ र मलेरियाबाट कसरी बचिन्छ भनेर त्यसले कुवा बनाउन चाहिँ गइरहेको छ होइन। हाम्रो क्यामेराम्यान खोइ अगाडि आउनु त यार। साथीले चाहिँ कुवा बनाइरहेको छ होइन हाम्रो साथी। ल साथी, कति टाइम लाग्छ कुवा बनाउन? 5 मिनट जतिमा हुन्छ। 5 मिनटमा बन्छ कुवा होइन? बन्छ। ल साथीले 5 मिनटमा कुवा बनाइरहेछ, तपाईँले फास्ट फरवार्ड गरेर देखाउँछु है। ल गाइस, फाइनली चाहिँ साथीले कुवा बनाइसकेछ र कुवा चाहिँ यही बनाएको रहेछ। कुवा उसले बनायो होइन, यो जङ्गली सर्भाइभ गर्न चाहिँ सिकाउँछ। कुवा पनि बनाइसक्यो। मेन हामीलाई सर्भाइभ गर्नलाई के चाहिन्छ? सर्भाइभ गर्नलाई अब जङ्गलतिर हो भने चाहिँ कुवा त चाहिहाल्यो नि पानी खानलाई। यो चाहिँ तपाईँको अहिले मैलो देखा हो, तर यो अलिकति हामीले हातले चलाएर मैलो भयो हो, तर वास्तवमा यो राम्रै पानी हो क्या, हामीले फिल्टर गरिसकेका छौँ। ए भनेपछि यो हेर्न चाहिँ फोहोर जस्तो देखिरहेको छ, तर पानी चाहिँ फ्रेस छ। अब अहिले चाहिँ तपाईँको अहिले चाहिँ फ्रेस आउँदैन, यसलाई एउटा रात छोडेपछि बल्ल यो अटोमेटिक फ्रेस आउने हो। एक रात चाहिँ छोड्नै पर्छ, अनि त्यसपछि अटोमेटिक फ्रेस आउँछ। अनि यो पानीलाई चाहिँ के छ, अहिले खान मिल्छ कि मिल्दैन? खाना मिल्छ। एकछिन यो केही पनि चलाएन भने यो आफै फ्रेस हुन्छ, आफै अटोमेटिक खाना मिल्छ। ए ओके। अनि यो पानीलाई चाहिँ के बिरामी सिरामी परिँदैन? बिरामी हुँदैन, यो तपाईँको जङ्गलको शुद्ध पानी हो। यसले चाहिँ तपाईँको जे होस् जङ्गली पानीमा ताकत चाहिँ बेसी हुन्छ। अब पानी पचाउन सकेन भने चाहिँ बिरामी हुने हो। अब हामी त गाउँको मान्छे पानी पचाउन सक्छौँ, सहरिया मान्छेलाई चाहिँ गाह्रै पर्छ। ए भनेपछि जङ्गलमा चाहिँ पानी पचाउनलाई आफ्नो डाइजेसन सिस्टम चाहिँ राम्रो हुनुपर्छ। ओके ल, त्यसो भए यो पानी खाएर हेराउनुहुन्छ? खाएर हेराउन मिल्छ। ल खोइ हेराउन। यो गाइस, हाम्रो साथीले चाहिँ पानी होइन त्यो पत्ता भयो। हामीले चाहिँ ल पानी खाएर पनि देखाइरहेछ। ल उसले कुवा बनाएको छ र यो पानी खान मिल्छ भनेछ, पानी खाएर पनि देखाउँछ। ल फ्रेस पानी यता छ। ल क्यामेराम्यान फोकस गर्ने है। ल हामी यसरी पानी खान्छौँ होइन, यसलाई पानी पनि यसरी खान मिल्छ। ल पानी पनि खाएर देखायो होइन। अब एकछिन हेरौँ उसलाई के भएन भने म पनि पानी खान्छु है। अहिले एकछिन चाहिँ हेरौँ, 1 घन्टा जति। ल गाइस, साथीले 1 घन्टा जति भयो पानी खाएको, उसलाई चाहिँ के भएन। अब म पनि खाएर देखाउँछु। ल ल हुन्छ। ल कसरी खाने? यो छेउबाट यो ल गाइस, पानी चाहिँ मैले लिएँ होइन। गाइस, पानीको टेस्ट एकदम मिनरल्स धेरै रहेछ, पानीको टेस्ट एकदम दामी रहेछ। र यो खाएपछि कस्तो फिल भइरहेछ भने मैले पानी होइन केही खाना खाए जस्तो फिल भइरहेछ। ठिक छ साथी, एकदम दामी छ पानी, मिठो छ पानी। मिठो छ। ल साथीको लागि एउटा लाइक है। ल